को धनले पुगेन राजै काट्नेली सुदूरमाथि आहा कस्तो बिजोक हेर्नु कसरी सङ्कट यस्ता भनी जनै पो कोलाहल गर्छ सकलले साह्रै दयालु भनी रोयो बालक हेर बेसरी दया लाग्यो मलाई अति आफै सम्झति शङ्कुका सुख दिने छोरा हरिश्चन्द्र हो रे अहिले आई मोह भई व्यर्थै गतिया के काम यो गर्दैछौ रे बाबु पिता हुँदैन निरिपते किने पनि यो गरी ल्याएको मर्न खातिर यहाँ हुन्थे पिता के गरी रक्षा गरे प्राणको कारण वेद शास्त्र मतले छोरो उनाइको भयो